साथीहरू, आज मैले चाहिँ यो ब्रोकौली मेरो वेमा सजिलो तरिकाले मैले कसरी बनाउँछु हजुरहरूलाई देखाउन चाहन्छु। यो चाहिँ मेरो बच्चाको एकदम मनपर्ने डिस मध्ये एउटा हो। यो मेरो बच्चाले चाहिँ एकदमै मिठो मानेर खाइदिनुहुन्छ, त्यही भएर मैले चाहिँ एकदम बनाउँछु, सकभर बनाउने कोसिस गर्छु। अनि मैले पहिले यसलाई ब्रोकौलीलाई सफा गर्छु। एउटा राम्रोसँग यसलाई सफा गरिसकेपछि मैले एउटा भाँडोमा 20 मिनट जति नुन पानीमा डुबाएर राख्छु अनि यसलाई पखाल्छु। अनि चाहिँ कराईमा चाहिँ मैले बोक्रैसितको लसुनहरू पिँधेर ठुलो ठुलो पारेको लसुनलाई चाहिँ मैले यसरी राख्छु तेलमा। अनि चाहिँ ब्रोकौली झाइया पारिदिन्छु अनि ब्रोकौलीलाई चाहिँ माथिबाट छोपिदिन्छु ग्यास निभाएर। यसलाई मैले 20 मिनट पछाडि यसरी निकाल्दाखेरि यस्तो हुन्छ। हजुरहरू पनि ट्राई गर्नु, अवश्य हजुरको बच्चाले नि मन पराउनुहुन्छ।